वचनले छुएछ भनेर मैले त्यो कुराहरू पनि जान्दै गएको हाम्रो बानुजोस कमान्डरहरू राम्रो हुनुहुन्छ उनीहरूले वचनहरू भन्दा पनि स्वीकारिरहेको हुन्छ किनकि वचनहरू उनीहरूलाई छुएको हुन्छ नि त सो त्यस्तै हुनुपर्छ वचनहरू भन्दा आफूलाई छुनुपर्छ अब यो वचनले मलाई पनि छुयो कि त के अब वचन भन्दैछ अब आफ्नो ब्याकग्राउन्ड आफू कस्तो खालको छ त्यो त उसलाई याद हुँदैन तर अब हामीलाई याद हुन्छ नि यो कस्तो खालको हुन्छ उसले उसले आफ्नै वचन आफूलाई भन्दैछ नि कसरी उसलाई सिरिङ गर्नुहुन्छ त्यस्तो खालको हुन्छ सो तपाईँहरूले सबैजनाले एक्सेप्ट गर्नु हुँदो रहेछ वचनमा पनि त्यो पनि राम्रै कुरा हो तर म चाहिँ के भन्दैछु भने फर्स्ट अफ अल जब म वचन भन्न आँटेको छु यो आज जुन चाहिँ मैले वचन राख्छु यो वचन चाहिँ मेरै लागि हो मलाई पनि सुन्दैन वचनले सो वचन भन्दा चाहिँ हामी पुरा दौडाउनुपर्छ एक दुसरामा रिस उठिरहेको छ के छ भने त्यसरी वचनहरू हामीले प्रयोगहरू गर्नु हुँदैन उसले अब यस्तो भन्छु बरु यस्तो भन्छु तर जहाँ चाहिँ मान्छेले वचनहरू बुझेको हुँदैन त्यति बेला चाहिँ हामीले वचनको भर्सहरू भनेर उनीहरूलाई बुझाउन सक्छ तर त्यस्तो त्यो केही अरू कुराहरूमा छ भने त्यसरी वचनहरू चाहिँ त्यसरी प्रयोग चाहिँ गर्नु हुँदैन भनेर चाहिँ मैले केही तपाईँहरूले यो शिक्षाहरू चाहिँ तपाईँहरूले अघि बढ्नुहुन्छ सो आजको वचन चाहिँ के छ भने 9वटा फ्रुट गलती च्याप्टर गलती खोल्नुहोस् तपाईँहरू गलती 5 खोल्नुहोस् त 5को 22 एकजनाले पढिदिनुहोस् न गलती 5को 22 तर पवित्र आत्माको फल चाहिँ प्रेम आनन्द शान्ति धैर्य दया भलाइ विश्वास नम्रता यसमा चाहिँ नम्रता संयम हुन् यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था आज चाहिँ मैले 9वटा फ्रुट्सको बारेमा लेखेको होला तपाईँहरूले यो वचनहरू सुन्नुभएको होला हामीले यो 9वटा फ्रुट्स आफ्नो एउटा चाहिँ मैले यो 9वटा फ्रुट चाहिँ एउटा भेरी स्पिरिचुअल फ्रुट्सहरू यो फ्रुट्सहरू जति फ्रुट्स भनेको खाने फ्रुट्स होइन है फेरि यो फ्रुट चाहिँ एउटा स्पिरिचुअल फ्रुट्स हो यो फ्रुट चाहिँ आफूले हामीले संसारिकमा बसिरहेको छ सो हामी संसारिकमा बस्दा यो 9वटा फ्रुट चाहिँ हामीले जीवनमा प्रयोग गऱ्यो भने चाहिँ हामी असल ढङ्गले जिउनेछ संसारमा सो हामीले स्योरली हामी इटर्नल लाइफ भनेको अनन्त जीवन गर्न हामी स्योरली नै पुग्नेछ हामी लाइफ राम्रो लाइफ दियो भने चाहिँ सो त्यसकै माथिपट्टि फेरि गलती च्याप्टर चाहिँ 5को माथि 19 र 21मा पनि फेरि पापको बारेमा लेखेको छ फेरि अब एउटा गुड हुन्छ एउटा ब्याड हुन्छ तपाईँलाई थाहा छ त होइन अब यहाँ 9वटा फ्रुट राम्रो फ्रुटको बारेमा लेखेको छ त्यसकै माथिपट्टि फेरि सिनफुल कामहरू पापको कामहरू पनि लेखेको छ त्यहाँ त्योपट्टि चाहिँ नजाउँ होला किनकि मैले चाहिँ यो जस्ट 9वटा फ्रुटको बारेमा मात्रै लेखेको छु माथि त्यो पापको बारेमा तपाईँलाई थाहा छ पापहरू के हो होइन यहाँ इङ्ग्लिसबाट चाहिँ The acts of the sinful nature are obviously ambiguity and impurity and depravity, identity, witchcraft भने यसै त्यो witchcraft भनेको चाहिँ यो के म्याजिक गर्ने कामहरू त्यो जस्तो कामहरू के लिएको छ यहाँ चाहिँ त्यस्तै माथिपट्टि चाहिँ के पापको विषयमा लिएको छ पापहरू के हो आफ्नो जीवनमा पापहरू के गर्नु हुँदैन यो कुराहरूबाट भने तपाईँले हेर्नु सक्नुहुन्छ माथि कुरामा चाहिँ पापको विषयमा छ र तलपट्टि चाहिँ 9वटा फ्रुट भनेको चाहिँ हामीले आफ्नो लाइफ चाहिँ कसरी स्पिरिचुअल लाइफमा दिनुपर्ने यो फ्रुटहरूद्वारा फ्रुटहरू चाहिँ थुप्रो छ जस्तो तपाईँले जोन च्याप्टर 15 भर्स 2मा पनि हेर्नुहुन्छ योना 15को 2मा पनि हेर्नुहुन्छ प्रभु यीशु ख्रीष्टले हेर्नुहुन्छ फ्रुट्स अफ द क्राइस्ट हुन्छ प्रभु यीशु ख्रीष्टले धेरै कुराहरू फ्रुट्सबाट इक्जाम्पल दिनुभएको छ एउटा प्रभु यीशु ख्रीष्ट एउटा जडा हुनुहुन्छ जुन चाहिँ हामीले त्यही कुरा पनि रोप्दा जस्तो फर इक्जाम्पल मैले आँप रोपेँ आँप रोप्दा फर्स्टमा के हुन्छ भित्रबाट जडा निस्किन्छ त्यहाँदेखिको निस्किन्छ त्यहाँदेखिको पत्ता त्यहाँदेखिको फुल निस्किन्छ नि त त्यस्तो फर्स्ट अफ अल जिसस क्राइस्ट एउटा भेन हुनुहुन्छ अन्त त्यस्तै त्यहाँबाट फ्रुटहरू फुल्छ त्यो फ्रुटहरू चाहिँ हामी हो सो त्यही भएर प्रभु यीशु ख्रीष्टले इक्जाम्पलहरू पुरा दिनुभएको फ्रुटको इक्जाम्पलहरू अन्त तपाईँले यस्तै मत्ती 7को 19मा पनि हेर्नुहुन्छ एभ्री ट्री द्याट डज नट बियर फ्रुट इज कट डाउन एन्ड थ्रोन इन्टु द फायर मत्ती 7को 19मा पनि तपाईँले देख्न सक्नुहुन्छ जतिजनाले चाहिँ एभ्री ट्री द्याट डज नट बियर फ्रुट जति रुखबाट फ्रुटहरू जति फलफुलहरू फुल्दैन उनीहरू चाहिँ कट डाउन हुन्छ भनेको फलफुल भनेको के बुझ्नुभयो फलफुल भनेको यस्तै एप्पल म्याङ्गो फलफुल भनेको होइन मैले जुन चाहिँ यहाँ बाइबलको भर्समा मैले यहाँ गलाती च्याप्टर 5को 20 गलाती च्याप्टर 5को 22को जुन चाहिँ मैले भन्दै थिएँ नि 9वटा फ्रुटहरू हो यो फ्रुटहरू आफूले हामीले प्रयोग गऱ्यो भने चाहिँ प्रयोग गरेन भने यो 9वटा फ्रुटहरू हामीले प्रयोग गरेन भने चाहिँ कट डाउन हुन्छ अरे यीशु ख्रीष्टले हामीलाई कट डाउन गर्छ अरे भनेको
अब रुख त हामीले रोपेँ नि अब आँपको रुख मैले एप्पलको बोट रोपेर यत्रो बढी भएर अनि एप्पलको फलै फुलेन भने के गर्नु त हामीले काट्दैन अन्त एप्पलको रुखहरू त्यस्तै हो। यीशु ख्रीष्टले पनि जब यीशु ख्रीष्ट बिहान हुनुहुन्छ एउटा स्टिम हुनुहुन्छ यीशु ख्रीष्ट अनि स्टिमबाट जब जराबाट निस्किन्छ त्यहाँको रुख हुन्छ फलफुल हुन्छ अन्त त्यो स्याहार्छ हामीले पनि यो रुखले त धेरै फ्रुटहरू फुलेको छ हामीले अब यो रुखलाई हामीले धेरै माया गर्नुपर्छ पानीहरू हाल्नुपर्छ अझै राम्रो हामीले के गर्नुपर्छ फ्रुटलाई भनेको हुन्छ नि तर यहाँ मत्ती 7:19 चाहिँ के लेखेको छ भने एभ्रिथिङ द्याट डजन्ट बेयर फ्रुट इज कट डाउन एन्ड थ्रो इन्टु द फायर भनेको इङ्ग्लिसबाट झन् फायरमा कट डाउन गरिकन चाहिँ नरकमा हाल्नु त मन खोजेको। सो थुप्रो टपिकहरू छ यहाँ योना 15को 5मा पनि छ पुरा छ। सो तपाईँहरूले हेर्नु सक्नुहुन्छ र मेन पोइन्टमा आउँ भनेर चाहिँ यो 9वटा फ्रुट के हो भनेर तपाईँलाई जान्नु मन लाग्यो भने चाहिँ यहाँ इङ्ग्लिसबाट लेखेको छ फर द फ्रुट्स अफ द स्पिरिट इज लभ तपाईँलाई थाहा छ प्रेम जोय त्यहाँदेखि पिस फरबियर्स पेसेन्स काइन्डनेस गुडनेस फेथनेस जेन्टलनेस सेल्फ कन्ट्रोलहरू छ यो 9 क्यारेक्टरहरू छ। तपाईँले हेर्दा यो 9वटा फ्रुटहरू हेर्दा भेरी सजिलो छ यो त मेरो जीवनमा छ नि भनेको छ तर भेरी डिफिकल्ट हेर्दा चाहिँ सिम्पल छ 9वटा फ्रुट यो त मेरो जीवनमा छ भनेको तर यो हामीले जुन चाहिँ हामीलाई प्रयोग गर्नु चाहिँ पुरा साह्रो पर्छ हामीले यो 9वटा फ्रुट चाहिँ 9वटा जस्तो हामी लभ माया प्रेम भन्ने चिज त हामीलाई थाहा छ के कसो हो भने प्रेम भन्ने चिज त अब तपाईँलाई मैले एक्सप्लेन गरिबस्नु पर्दैन होला। प्रेम भनेको लभ यर एनिमिज लभ इज अ पेसेन्ट लभ इज अ काइन्ड भन्छ अब हामी त्यस्तो भनिबस्छ। सो प्रेम भने आफ्नो दुश्मनलाई हामीले प्रेम गर्नुपर्छ यदि आफ्नै दुश्मनले हामीले हेट गर्दैछ भने त्यहाँतिर पनि हामीले प्रेम देखाउनुपर्छ किनकि हामी त परमेश्वरको सन्तान हो नि त होइन वी आर लाइट अफ द वर्ल्ड हो नि त त्यसै भएर हामीले चाहिँ अब परमेश्वरको सन्तान भएपछि हामीले सबै जग्गामा जहाँ हाम्रो हेटर्सहरू छ जहाँ हामीलाई नफरत गर्छ जसले हामीलाई जेलिसीपनहरू देखाउँछ उनीहरूकै तर्फबाट हामीले प्रेम देखाउनुपर्छ नि त। मैले त प्रेम भन्ने चिज त मैले अब म आफू फुर्के पनि भएको होइन तर प्रेम भन्ने चिज मैले थुप्रो कुरा मैले लाइक आफ्नो साथीहरूद्वारा पनि मैले युज गरेको छु। मेरो कति साथीहरू छ मलाई अब नमन पराउने त्यसै नमन पराउने क्रिस्चियन पनि नमन पराउने अब मलाई पनि नमन पराउने तर त्यो साथीलाई चाहिँ लास्टको इन्डिङमा पनि त्यो साथीले मलाई थाहा छ त्यो साथीले मलाई पुरा नफरत गर्छ मेरो कुरा गरिबस्छ भनेर मलाई थाहा छ लास्टको इन्डिङमा चाहिँ मैले अङ्गल हालेँ किनभने चाहिँ उसलाई माया गरेँ अङ्गल हालेँ त्यहाँदेखिको साथी राम्रोसँग अब गुड बाई राम्रोसँग फ्युचरमा राम्रो गर्नु भनिकन नाम म साथीसँग बोल्छु न के गर्छु तर मलाई थाहा छ उसले मलाई मन पराउँदैन त्यसै मन पर्दैन अरे मेरो कुरा गरिबस्छ तर पनि मैले त्यहाँ प्रेम देखाएँ नि किन प्रेम देखाएँ उनीहरू त अझैको सन्तान हामीले ज्योतिको सन्तान अन्त म त ऊ त्यसको हुँदैन। सो मैले पनि उसलाई माया गरेर देखाएँ ऊ पनि छक्कै परेर क्रिस्चियन मान्छे पनि यस्तो हुँदो रहेछ भनेर एउटा इक्जाम्पल त भयो। सो हामीले त्यसरी जो मान्छे आफूलाई मन पराउँदैन जसलाई हामीलाई थाहा भइरहेको जो मान्छे हामीलाई मन पराउँदैन यस्तो गरेन भने हामीले अझै प्रेम देखाउनुपर्छ। प्रेम भन्ने चिज चाहिँ भेरी इम्पोर्टेन्ट थिङ हो तर प्रेम त तपाईँले भएको शिक्षा पाउनु भएको छ। सो जोयफुल हुनुपर्छ जोय हाम्रो कुरामा धेरै अब हामी त परमेश्वरको सन्तान हो यो चाहिँ मैले 9वटा फ्रुट्सहरू भनेको है जुन चाहिँ इम्पोर्टेन्ट हो भनेको थिएँ नि त्योबाट भनेको है। जोयफुल भनेको चाहिँ जहिले पनि हामी ह्याप्पी हुनुपर्छ जे कुरामा पनि हामीलाई टेन्सनहरू त आउँछ नि थुप्रो कुरामा टेन्सनहरू छ त्यो टेन्सन कहाँबाट आएको छ सबै टेन्सन सैतानबाट आएको सैतानले त जहिले पनि त्यो जराउनु तान्नुको लागि टेन्सन मात्रै हालिरहेको हुन्छ हामीलाई कहिल्यै पिसफुल लाइफ जिउनै दिँदैन सैतानले जहिले पनि टेन्सन नै हालिरहेको हुन्छ तर टेन्सनलाई साइड हटेर आफ्नो परमेश्वरले आफ्नो ट्रबलहरू जति छ त्यो चाहिँ म कति ल्याऊ भनेको छ इङ्ग्लिसमा लेखेको छ। अब म तपाईँलाई कसरी भनौँ मलाई इङ्ग्लिस मात्रै आउँछ बेसी नेपाली भन्नै आउँदैन मलाई अब त्यहाँ आफ्नो जति ट्रबलहरू छ त्यो म माथि ल्याऊ भनेर परमेश्वरले भनेको छ यदि तपाईँहरूको कतिजनाको ट्रबलहरू छ भने परमेश्वरतर्फ प्रार्थना गर्नुहोस् होइन प्रार्थना गरेर मेरो यस्तो ट्रबल छ यस्तो प्रब्लम छ भनेर प्रार्थना गरेर परमेश्वरले त्यो प्रार्थना सुन्नुहुन्छ सुनिसकेर त्यो ट्रबललाई झन् मन हल्का गर्नुहोस् होइन। आफूलाई सैतानले चाहिँ के गर्नुपर्छ भने जहिले पनि आफू दुःखी भएको क्या त जहिले पनि आफू कतै स्याड भएपछि जहिले पनि दुःखी म त दुःखी भइबस्छु जहिले पनि अब आफू खुसी हुनै नदिने जहिले पनि टेन्सनले हामीलाई त्यस्तो पाइरहेको हुन्छ तर हामी टेन्सन आफूले प्रभुमाथि स्वीकारेर टेन्सन प्रभुलाई दिएर चाहिँ हामी मन हल्का गर्नुपर्छ। सो हामी जोयफुल हुनुपर्छ ह्याप्पी हुनुपर्छ किनकि हामी परमेश्वरको सन्तान मात्रै भएर सैतानले चाहिँ हामीलाई ह्याप्पी हुनु दिँदैन यो कुरा मन राखिराख्नु सैतानले हामीलाई कहिल्यै खुसी भएको देख्नु जाँदैन जहिले पनि दुःखी के र खालि दुःखी जहिले पनि टेन्सन चाहिँ हालिरहेको हुन्छ तर त्यो टेन्सनलाई सबै परमेश्वरको उहाँमा सुम्पिकन चाहिँ हामी आफू जोयफुल हुनुपर्छ। सो पिस त्यही छ पिस हामी आफूबाट पिस राख्नुपर्छ
शान्तिमा राख्नुपर्छ, किनकि हामी शान्तिको सन्तान हो। हाम्रो जीवनमा कति टेन्सनहरू आउँछ मलाई थाहा छ, मेरो पनि अहिले मलाई पनि टेन्सन भइरहेको छ, मेरो फ्युचर अब के गर्नुपर्ने, म अब मेरो रिजल्ट आउनु आँटेको छ, म के कति कोर्स गर्नुपर्ने, कुन चाहिँ कति इक्जाम दिनुपर्ने, के गर्नुपर्ने, मलाई पनि टेन्सन छ। तर मेरो टेन्सन चाहिँ सबै म प्रोग्रेसन खाइसकेँ, सुम्पिरहेको छु होइन, टेन्सन काट्नमा सुम्पिरहेको छु,